जिरो कस्ट मार्केटिङमा सक्सेस हुन चाहनुहुन्छ? त्यसो भए यी 4वटा पिलरलाई मास्टर नगरी अगाडि नबढ्नुहोस्। कन्टेन्ट, इमेल, रिफरल र कम्युनिटी। यो 4वटा फाउन्डेसन स्ट्रङ भयो भने तपाईँको ग्रोथलाई कसैले पनि रोक्न सक्दैन। आउनुहोस् फर्स्ट पिलरको कुरा गरौँ, कन्टेन्ट मार्केटिङ र एसइओ। गुगलको सर्च इन्जिन आज पनि विश्वकै सबैभन्दा ठुलो कस्टमर एक्विजिसन मेसिन हो, अनि त्यसको सबैभन्दा ठुलो रोल प्ले भनेको एसइओ। गुगलमा र्याङ्क गर्ने फर्स्ट 3 अर्ग्यानिक रिजल्टले सबैभन्दा धेरै क्लिक्स पाउँछन्। आउनुहोस् सबैभन्दा कमन सेकेन्ड पिलरको बारेमा कुरा गरौँ, इमेल मार्केटिङ। तपाईँसँग आएको कस्टमरको इमेल लिस्ट तपाईँको एसेट हो। त्यसैले आफ्नो बिजनेसमा आउने हरेक कस्टमरको इमेल लिनुहोस् अनि त्यसलाई अटोमेसनमा युज गर्नुहोस्। आउनुहोस् थर्ड पिलरको बारे कुरा गरौँ, रेफरल मार्केटिङ। मान्छेले ब्रान्डभन्दा आफ्नो साथीको कुरा धेरै ट्रस्ट गर्छन्। त्यसैले तपाईँको बिजनेसमा आउने हरेक कस्टमरलाई खुसी बनाउनुहोस्। जसले रिफर गर्छ उनीहरूलाई रिवार्ड पनि गर्नुहोस्। चौथो र सबैभन्दा पावरफुल पिलर कम्युनिटी हो। आजको समयमा तपाईँको ब्रान्डले मात्र ट्रस्ट बनाउँदैन, कम्युनिटीले चाहिँ तपाईँको ट्रस्ट बनाउन हेल्प गर्छ। जब कस्टमरहरू एकअर्कासँग कुरा गर्छन् उनीहरूले तपाईँको प्रडक्टलाई लिएर उनीहरूको एक्सपिरियन्स सेयर गर्छन् अनि तपाईँको कस्टमरले त्यो एक्सपिरियन्स उनीहरूको सर्कलमा सेयर गर्छन्। तपाईँको बिजनेस ग्रो हुन्छ, तपाईँलाई एक्स्ट्रा मार्केटिङ कस्ट नै चाहिँदैन। द्याट्स इट फर टुडे। आई विल सी यु इन द नेक्स्ट भिडियो।